जब मालदेव शब्द सुन्छु तब दुःखमा परेका, फँसिएका र झुटा आश्वासन दिएर ल्याइएका अनुहारहरू याद आउँछन्। यो भिडियो हेर्नुहोस्। जब पहिलोपल्ट विदेशिनको लागि फोन या मेसेज गरिन्छ तब निकै सपना अनि झुटा आश्वासन देखाएर ल्याइन्छ। ल्याइसकेपछि यहाँ ल्याएर छोडिदिन्छ। छोडिसकेपछि उसले भन्छ, मैले त नेपालदेखि ल्याउने काम हो, ल्याएँ, सकियो, अब तेरो जिम्मा हो, काम गर्न सक्ने नसक्ने। अनि कम्पनीले लिए पनि भनेको काम पर्दिँदैन, भनेको काम परे पनि समय मिल्दैन, जति समय भनेको त्योभन्दा डबल काम गर्नुपर्ने हुन्छ। ठिक छ, काम पनि गर्यो, समय पनि धेरै भयो, ठिकै छ, त्यो पनि सहेर बस्यो। तलब आउने बेला हुन्छ, भनेको तलब पाइँदैन, अनि ओभरटाइमको पनि पैसा आउँदैन। अनि उस्तै कम्पनीमा त स्यालेरी नै आउँदैन समयमा। 3-4 महिना कुर्नुपर्छ, 5-6 महिना कुर्नुपर्छ, स्यालेरी दिँदैन। म घर जान्छु भन्दा पासपोर्ट दिँदैन। अनि त्यसपछि गर्ने केही उपाय हुँदैन आफूसँग। घरबाट निस्कने बेलामा धेरै सपना बोकेर निस्किन्छ। यहाँ आएपछि आफै डुबेको पत्तो नै हुँदैन, आफै फँसेको पत्तो नै हुँदैन। झुटा आश्वासन देखाउन बन्द गरिदिनुस्। जे छ, जे हो, जति हो त्यति नै भनेर साँचो बोलेर ल्याउनुस्।